नमस्कार, म विक्रम बाबु केसी, पेसाले सिभिल इन्जिनियर एवं वास्तु कन्सल्टेन्ट। आज 2082 साल कार्तिक महिनाको 3 गते अर्थात् हाम्रो हिन्दूहरूको दोस्रो महान चाड दीपावलीको पनि दोस्रो दिन लक्ष्मी पूजा। आज लक्ष्मी पूजा कति बेलादेखि कति बेला गर्दाखेरि उचित हुन्छ, लक्ष्मी पूजा गर्दाखेरि गर्ने प्रक्रिया के, लक्ष्मी पूजा कसरी गर्ने र लक्ष्मी पूजा गर्दाखेरि के गर्दाखेरि चाहिँ अति लक्ष्मी माताबाट हामी एकदम प्रभावित हुन्छौँ, हामीलाई एकदम फाइदा हुन्छ, कसरी चाहिँ हामीले लक्ष्मीलाई अट्र्याक्ट गर्न सक्छौँ भन्ने कुरामा म केही कुरा राख्दैछु। र लक्ष्मी यन्त्र कसरी निर्माण गर्ने, हामीले धेरै ठाउँबाट बजारहरूबाट लक्ष्मी यन्त्र किनेर लिएर पूजा त गर्छौँ। अझ बढी हाम्रो इनर्जीलाई एलाइन गराउनको लागि हामीले घरमै लक्ष्मी यन्त्र पनि तयार पार्न सकिन्छ। नेचुरल्ली हामीले लक्ष्मीको साधना गरिसकेपछि हामीले लक्ष्मी यन्त्र कसरी तयार पार्ने भन्ने विषयमा म यहाँ राख्दैछु। हामीसँग यहाँ सामग्रीहरू छ। जस्तै हामीले लक्ष्मी यन्त्र तयार गर्दै गर्दाखेरि सर्वप्रथम हामीसँग भोजपत्र अथवा हामीसँग नेपाली कागज हुँदा पनि हुन्छ। हामीसँग अहिले यसको उमा ठाउँमा हामीसँग यो येल्लो कलरको कागज छ। यसरी चाहिँ हामीसँग पहेँलो कागज भयो भने अति राम्रो। यदि हामीसँग तपाईहरुसँग यो पहेँलो कागज छैन भने व्हाइट पेपरमा पनि गराउन सकिन्छ। व्हाइट पेपरमा तपाईले बेसारको लेपन लाएर पहेँलो गराउनुहोस्। त्यसपछि हामीसँग यस्तै गरी यहाँ रातो चन्दन छ, त्यसैगरी हामीसँग पहेँलो चन्दन छ, त्यसैगरी हामीसँग केशर छ, त्यसैगरी हामीसँग यहाँ गंगा जल पनि छ, त्यसैगरी हामीसँग गाईको दूध, अनि त्यसपछि हामीसँग यो बेसार पनि छ। त्यसैगरी हामीले यो मसी यिनी सबैको मिश्रित गरेर मसी तयार पार्छौँ भनेपछि यो मसीलाई लेख्नको लागि हामीसँग यो अनारको डाँठ छ, यसलाई हामीले कलमको रूपमा युज गर्छौँ। अनि त्यसपछि हामीले यसमा लक्ष्मी यन्त्र बनाउँछौँ। यो घरको लागि बनाउँदाखेरि राम्रो हुन्छ। यो लक्ष्मी यन्त्र बनाइसकेपछि यस यन्त्रलाई हामीले आज लक्ष्मी पूजा गर्दै गर्दाखेरि यसलाई हवन गर्ने, यस यन्त्रलाई लक्ष्मी पूजासँग पूजा गर्ने, यसलाई हवन गर्ने, यसलाई आहुति दिने। त्यसपछि यस यन्त्रलाई हामीले हाम्रो वालेटमा, हाम्रो पर्समा अथवा हामीले सेफ लकरमा राखेर हेर्यौँ भने हामीलाई 45 दिनभित्र यसको राम्रो रिजल्ट आउँछ। अब यो क्यास बक्स अथवा वालेटमा पनि राख्न सकिन्छ। आज त्यस्तै गरी हामीले हाम्रो बिजनेस छ, हाम्रो पसल छ भने हामीले बिजनेसको लागि बिजनेस क्यास बक्स यन्त्र पनि गराउँछौँ। म यो बिजनेस क्यास बक्स यन्त्र कसरी बनाउने, कसरी चाहिँ केमा बनाउने भनेर पनि अर्को भिडियोमा म राख्छु। पहिलो भिडियोमा हामीले अब यस लक्ष्मी यन्त्रलाई घरमा राख्ने र यो सेफ लेखरमा राख्न सकिने लक्ष्मी यन्त्र कसरी बनाउने भन्ने कुरा चाहिँ तपाईहरुलाई भिडियो मार्फत जानकारी गराउँदै छु। आज लक्ष्मी पूजाको सायद अथवा लक्ष्मी पूजा सबैभन्दा राम्रो समय 6:52 देखि 8:47 सम्मको समय एकदम राम्रो छ। त्यति बेला त्यो भित्र हामीले पूजा गर्न सक्यौं भने हामीलाई राम्रो प्रतिफल हुन्छ। अब म लक्ष्मी यन्त्र कसरी तयार पार्ने भन्छु। म कम्तीमा हामीसँग एउटा यो पहेँलो खालको पेपर छ, यसलाई हामीले 4x4 अथवा 6x6 इन्चमा गराउन सक्छौँ, जसलाई हामीले पर्समा अथवा वालेटमा राख्दाखेरि सजिलो होस्। मैले यसरी चाहिँ गराउँदै छु। अब मैले कैँची मार्फत यसलाई अलि उपयुक्त साइजमा यसलाई कट गर्छु। हामीसँग यहाँ सिसर छ, त्यसपछि हामीले यसरी कट गर्छौँ। यदि तपाईहरुसँग यस्तो पहेँलो खालको छैन भने तपाईले व्हाइट A4 को साइजमा यस्तै सानो A4 को साइजमा पनि बेसार लगाएर पहेँलो चाहिँ बनाउन सक्नुहुन्छ। यो पहेँलो कलरले हामीलाई राम्रो प्रतिफल दिन्छ। त्यसैगरी अब हामीले यो लक्ष्मी यन्त्र बनाउँदै गर्दाखेरि यो पेपरमा अब हामीले श्री लेखेर 2918 एकदम लक्की नम्बर लक्ष्मीलाई भित्राउनको लागि हामीले लक्की नम्बर यसरी चाहिँ लेख्छौँ। त्यसैसँगै हामी नवग्रहलाई सम्झिँदै माता लक्ष्मीको 8 वटा स्वरूपलाई आह्वान गर्दछौँ। त्यसपछि हामीले यो लेख्दै गर्दाखेरि लक्ष्मीको मन्त्रहरू पनि जप्छौँ। यसलाई हामीले अब तयार पार्दैछौँ भने अघि हामीले भनेको जस्तै मिश्रित यो मसी चाहिँ हामीले तयार पार्छौँ। हामीले यो
पहेँलो चन्दन राख्यौँ। पहेँलो चन्दन राख्यौँ। त्यसपछि हामीले यो केसर छ हामीसँग, पहेँलो केसर। यसको हामी मसी तयार पार्दैछौँ। 2-3 टुक्रा मात्र राख्दा पनि हुन्छ। हामीसँग पर्याप्त छ, हामीले राख्यौँ। त्यसै गरी हामीसँग यहाँ हल्दी छ। हल्दी थोरै कट गऱ्यौँ भनेपछि हामीले यसलाई यसै गरी हल्दीलाई पनि यसै गरी राख्न सकिन्छ। यता घोट्छौँ भनेपछि अब हामीले गङ्गाजल थोरै, त्यसै गरी उपलब्ध भएसम्म गाईको दुध राख्छौँ। अनि हामीसँग यो अनारको पेन्सिल छ। यसरी हामीले यसलाई एकै ठाउँ मिलाउँछौँ। हाम्रो यो मसी तयार भयो। हामीले यसलाई यसरी घोट्यौँ भने यसबाट पनि रस निस्किन्छ। यसरी घोटिरहेछौँ। यो हाम्रो नेचुरल हल्दी, सबैको घरमा हुन्छ हल्दी। यसरी मिक्स गर्छौँ। मिक्स गरिसकेपछि अब हामी लक्ष्मीको नवग्रहलाई सम्झिँदै यो परिवारमा सुख समृद्धि होस्, लक्ष्मी माताको बास होस्, हाम्रो मनीसँग रिलेटेड कुराहरूमा घरमा कहिले पनि तनाव नहोस्, लक्ष्मीले बास गर्नुहुन्छ भन्दै अब हामीले यो लक्ष्मीलाई यसरी हामीले श्री लेख्छौँ। श्री भनेर लेख्छौँ। त्यसपछि हामीले ओम ह्री श्री ह्रीं श्रीं कुबेराय अष्टलक्ष्मी मम गृहे धन पुर्रे पुरे नमः। ओम ह्री श्री कुबेराय अष्टलक्ष्मी मम गृहे धने पुर्रे पुरे नमः भनेर भन्दै उच्चारण गर्दै लक्ष्मीको मन्त्र उच्चार्दै गर्दै यसरी हामीले श्री भनेर बनाउँछौँ भने हाम्रो लक्की अनि यो लक्ष्मीको नम्बर 2 9 1 1 8 हामीले नेचुरली बनाएको मसीबाट अनारको पेन्सिल यसरी श्री 2918 लेख्छौँ। अब हामीले यस लक्ष्मी यन्त्रलाई श्री 2918 लाई पूजा कोठामा राख्ने। त्यसपछि हामीले यसलाई हरेक यन्त्रलाई हामीले के गर्छौँ भन्दाखेरि हवन गर्ने। अब तिहारको सम्म हामीले सधैँ जति पूजा गर्छौँ त्यसलाई हवन गर्ने, आहुति दिने र यस यन्त्रलाई घरभित्र राख्न सकिन्छ। तपाईँले यस यन्त्रलाई आफ्नो सेफ लकरमा, आफ्नो पूजा कोठामा अथवा आफ्नो वालेटमा पनि राख्न सक्नुहुन्छ। यसरी गर्नुभयो भने तपाईँलाई कम्तीमा पनि 45 दिनभित्र रिजल्ट आउँछ र लक्ष्मी माताले तपाईँको घरमा बास गर्नुहुन्छ।